दे दे बिस्कुट खाने हो तेल मलाई साइकल देऊ न म चलाउँछु दिदिन गर्ने यस्तो घाममा होइन यस्तो काम गरिरहेछन् अनि तिनीहरूलाई एउटा चिसो ल्याएर दिन लागेको छु सो ग्यास सामान त के भने यता आइसकेको छ यस्तो गर्मीमा काम गर्नेहरूलाई हल्का शीतल होस् न सो म अङ्कलको रुम पुगिसकेको छु गाइस फेरि अङ्कल फेरि नजाम पनि भन्न सक्नुहुन्छ क्या सिधै भाट दिनुहुन्छ कति बेला अङ्कलले कस्तो लिने गर्नुहुन्छ हेरौँ है सायद नजाम भन्न पनि सक्नुहुन्छ जाने नै हेलो वेलकम ब्याक टु माई न्यू भ्लग आज न्यू डे न्यू भ्लग आइसकेको छ म चाहिँ आज फाइनल्ली हाम्रो राजाको बस्ती अथवा ढ्याउढेउरको बस्ती जाँदैछु अनि नुहाएर अब कभर सल्लाह रेडी भइसकेको छु एकछिनमा चाहिँ म यहाँदेखि निस्किन्छु अनि बाटोमा के कस्तो बित्छ त्यहाँको अवस्था त्यहाँ अब ढ्याउढे बस्तीको वातावरण त्यहाँको सबै देखाउने छु भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला अनि माया पनि गरिदिनु होला सो अब चाहिँ म एकछिनमा पैसा खुल्ला गर्छु अनि त्यसपछि सामान किन्छु अनि त्यसपछि अङ्कल र म जानुपर्ने छ अङ्कललाई भेटेर जान्छु अनि त्यसपछि चाहिँ जान्छु भनौँ न जे भयो भने अङ्कललाई भेटेर जान्छु म चाहिँ दुईवटा दिनु त अनि पछि तँलाई ढिटो ल्याइदिन्छु नि त बचाउने त्यो ग्यास मसँग पैसा आइसकेको छ 2000 रुपियाँ 2000 भयो भने चाहिँ मलाई पुग्छ होला जहाँसम्म लाग्छ अनि त्यसपछि मोबाइल म चार्ज पनि छैन धेरै लामो भिडियो पनि बनाउन सक्दिनँ होला बाइकको साथ कहाँ छ अब चाहिँ म निस्किसकेँ ढोकादेखि मेरो बाइक चाहिँ हेर्ने छ अब बाइक साइक पनि अवस्था हिलो यस्तो छ खै ओ हेलो सुमाइदेऊ न मोबाइल एकछिनमा टक्क रेडी भइसकेको छु यो केसमा दिनु है मिलेर डर लागिरहेछ नि बाइक चलाउन आज किन मलाई त अघिको सम्झी डर लागिरहेछ अघि पनि त त्यस्तै त भयो है अहिले त त्यस्तो भएन त अघि पनि कन्ट्रोल गर्छु नि त कसरी गर्छन् अनि तिमीहरू फर्केर चलाउनु जान्ने मान्छे र फेरि ल बस्नु हामीसँग ओके अब ब्याग ल्याउनु पठाएको ब्याग छुटेछ अब यसो फलफुल अनि यताउता चाउचाउ बिस्कुटहरू पनि त लग्नु पऱ्यो नि त त्यहाँ बच्चा बच्चीलाई दिनलाई अब ब्याग ल्याएर ब्याग बोकेर अनि म चाहिँ निस्किन्छु के लग्ने त्यो पनि थाहा छैन पैसा माग्छन् धेरै पैसा पनि छैन मसँग 2000 मात्रै छ अङ्कलले अब कति अङ्कलले 5-6 गरिहाल्नुहुन्छ पैसा त्यति भयो भने त्यो पुग्छ होला सायद जहाँसम्म लाग्छ है मसँग चाहिँ 1000 को खुल्ला भइसकेको छ यति बाटो हुन्छ होला नि दिनलाई दिन पुग्छ सो म अङ्कलको रुम पुगिसकेको छु गाइस फेरि अङ्कल फेरि नजाम पनि भन्न सक्नुहुन्छ क्या सिधै भाट दिनुहुन्छ कति बेला अङ्कलले कस्तो लिने गर्नुहुन्छ हेरौँ है सायद नजाम भन्न पनि सक्नुहुन्छ म चाहिँ अङ्कलको रुम जाँदैछु तब लगाएर अङ्कललाई सोध्छु नि के भन्नुहुन्छ यत्रो म ब्याग स्याग पैसा सैसा सब गरेर आएको छु नजाम पनि भन्न सक्नुहुन्छ है जाम त अङ्कल जाम त जाने नै मैले म थाहा पाउँदिनँ जाउँ क्या नगर्नु न भोलि मेरो काम टन्नै छ कि अङ्कल म पर्सि घर जाने कहाँ काम गरेर हुन्छ काम त 4 बजीसम्म कामै हुन्छ भोलि हो कि अङ्कल साँच्चै हुनेछु क्या मैले पैसा पनि खुल्ला गरेर ल्याइसकेँ नि फेरि पैसा खुल्ला गरेर म त 2-3 बजीतिर जाने हुन्छ मैले भनेको थिएँ ट्याक्क निने भन्नुहुन्छ भने नि भनेको थिएँ नि कहिले अब मेरो यस्तै हो कि अब म खुल्दै आएर त्यसै पनि लग्छु अनि त्यही हो कसै जसो तसो
कोसिस गर्छु लग्ने जानुपर्छ अब चाहिँ बाबु मलाई साइकल देऊ न म चलाउँछु दिँदैन साइकल चलाउन ए सो गाइज म चाहिँ एउटा त्यो अङ्कलको घर हाल्न लागेको छन् अनि त्यहाँ काम गर्ने यस्तो घाममा होइन यस्तो काम गरिरहेछन् अनि तिनीहरूलाई एउटा चिसो ल्याएर दिन लागेको छु अनि नराम्रो चाहिँ कमेन्ट नगरिदिनु होला तिमीले सायद यहाँ पाउँछ होला जहाँसम्म लाग्छ यो पसल छ हेर्ने र त्यो कति पर्छ बन्दा छ क्या बन्दा रहेछ अब यहाँदेखि हल्का अगाडि जान्छु अनि त्यसपछि यस्तो गर्मीमा मलाई हिँड्न त यस्तो भइरहेछ मान्छे काम गरिरहेको पुरै के गर्नु गाह्रो छ गरी खाना काम गर्नु त सकिन्न होला यसमा प्रो त यहाँ के छ खान्छ जम्बो छ खाइदेऊ न के कति पर्छ नानी थाहा छैन किन लाज माने एउटा लाज मान्नुपर्छ जुङ्गा ठुलो छ कि ठुलोमा ए ल देऊ त अङ्कल कला ट्याक्कै कति होला 260 ठिक छ अङ्कल रे के म के रे दाई हो त्यो भन न अङ्कल भन्छ त यति सानो मान्छेलाई अङ्कल हो कति पढ्छौ 7 पढ्छौ तिमी कति पढ्छौ ल हुन्छ किन नहालिदिने ठिक छ सो ग्यास सामान त के भने यो चाहिँ आइसकेको छ यस्तो गर्मीमा काम गर्नेहरूलाई हल्का शीतल होस् न अनि त्यसपछि अङ्कल कहाँ हुँदाखेरि मलाई हल्का डर लाग्छ कि कसरी भिडियो बनाउँदाखेरि किन बनाइस् भनेर हानिदिन्छन् कि भन्न म सानो छु हान्दियो भने चाहिँ के भन्ने गाह्रो छ नि त अब अङ्कललाई दिन्छु अङ्कलले दिनुहुन्छ त्यही हो गाइस ओ काम चल्छ जोस् मम्मीको पनि फोन आयो ट्याक्क गरेर मम्मीको फोन आइरहेछ नगर पेर्टै लोभी मन मरेर जान्छ लौ न विशेष के छ त्यही छैन अङ्कल मेरो तर त्यहाँ होइन पसिना आएदेखि क्या त्यहाँ आन्टी हो अनि के लाग्यो क्या अङ्कल दिनु चाहिँ मलाई चाहिँ डर लाग्छ क्या हल्का यस्तो कुराहरूमा दिनलाई एउटा यस्तो बच्चैछु क्या त्योबाट गिलास छ नि हामीसँग राउन्ड गिलास चिसो खाइदिन्छ फुल्ने अहिले अलिक काम गरिरहेको छैन कहिले सकिन्छ अङ्कल घर हालेर कहिलेमा हुन्छ होला फिलहालको छ त ती धेरै त्यो मात्रामा उपलब्ध हुँदैन तर वर्षमा एकपटक काहीँ न काहीँ चाहिँ भेटाइरहेको बाहिरको मान्छेलाई अब चाहियो सर त अब लोकलै मान्छे हुनु भनेपछि पनि अब जान सकिहाल्यो आइडियाहरू अब लिँदाखेरि अलिकति केही प्रोसेस छ कि एकदम आनन्द आउँदैछ गर्मीमा खाँदाखेरि सो गाइस पानी पर्न लागिसक्यो हामी चाहिँ अब निस्किनु आएको पानी मगाएको छ
अङ्कललाई चाहिँ फुल्लै ट्याक्कै 2 घन्टापछि जुस जीवन जाने कुरा चाहिँ मिल्यो। अब चाहिँ जान लागेको, पानी पनि पर्न आएको छ, सायद बबा हुन्छ होला आज जानुसम्म लाग्छ। एक ठाउँ चाहिँ भिडियो 100K क्रस त्यही हो गाइस। अब चाहिँ हामी जान्छु, यो बाइकको सकर गएको छु पनि पानी पऱ्यो भने चाहिँ डेन्जर होला जस्तो छ यार। कता ल म आएँ त मैले त हेलमेटै ल्याएको छैन त। हेलमेट नलाग्यो फेरि मामासँग अस्ति 2500को चिटकाइन आएको छु फेरि। होला साबी नलागिन केले चलाउने अङ्कल। गाइस हामी बिच बाटोमा आइसक्यौँ। अब यहाँ चाहिँ एउटा सामानहरू लग्नुपर्ने रहेछ, के लग्ने भने चाहिँ अब त्यहाँ यसो राजाहरूलाई दिनलाई, जङ्गलको राजाहरूलाई दिनलाई सुत्ती गाइस सामान किनेर अब जान लागेको। मोबाइल चाहिँ ब्यागमा हाल्नु पऱ्यो क्या, यहाँ मोबाइल ब्यागमा हालिदिनु न अङ्कल। सो गाइस राजाहरूको गाउँ पुगिसकेँ। अब देख्न सक्नुहुन्छ एकदम बवाल छ, पहिलोपटक आएको होइन। यसो अब भेट्न मन लागेको थियो, भेट्न पाइने हो जे भए पनि। बवाल पछि बवाल त्यहाँको सबै देखाउने छु। भलक चाहिँ अन्तिमसम्म हेरिदिनु है त। सो गाइस पानी पर्ला जस्तो लागिरहेछ। पानी पर्ला जस्तो होइन, पानी चाहिँ परिसक्यो गाइस। छाता भने एउटा छ, 2 अङ्कल र मलाई। अनि त्यसपछि जानुपर्ने अब यहाँदेखि धेरै टाढा छ। बाइकमा चाहिँ चिसाले मार्छ, जे भयो भने पानी पऱ्यो भने चाहिँ। हामी चाहिँ जान लाग्यो यहाँनिर नजिकै अब राजाहरूलाई भेट्न। पुरै नाङ्गै बसिदिएको राजाहरू। पानी परेको अङ्कल भिडियो बनाउन बोल्न मिल्दैन, यस्तो पानी परेर बाटो पुरै चिसो भएको छ। यस्तो छ अवस्थाहरू, यस्तो छ डेन्जर। बिस्तारै बिस्तारै चिप्लो छ त यार, चिप्लो छ त माथि चिप्लो हो। पानीले गर्दा एकदम अवस्था जे भयो डेन्जर बनाएको छ। अहिले चाहिँ हामी राजाहरूको घरमा छौँ परेर। यस्तो छ बच्चाहरू, यो अवस्था चाहिँ यस्तो छ। पानी परेर के भयो हजुर? मुखिया भने मुखिया 3 जना हुनुहुन्छ नि। हजुर सुत्दैन रुपियाँ सुतिदिए हुन्छ, सुतिदिए मुखियालाई तिमीलाई बिस्कुट दिन्छु। यहाँ यो एउटा बिस्कुट दिन्छु, सबले कुन खाने, एक कुन बात खाने। यहाँ यहाँ जाऊ। सो गाइस देख्न सक्नुहुन्छ म बच्चा बच्चीहरूलाई चाहिँ चक्लेट खाने पैसा दिन्छु। अनि धेरै त छैन, उता जे बानी आमा भनौँ न, आमा दिदीहरूलाई दिएको अघि। अनि अब चाहिँ यी भाइ सानो छन् मेरो राजाहरू जङ्गलको।
उहाँहरूलाई चिनाइदिन्छु। अनि नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला, त्यही हो। नाम भन्नु आउँछ आफ्नो नाम? नाम के हो? मेरो नाम टोनी पोखर हो। हजुर? टोनी पोखर। 20 पोखर? टोनी पोखर। म त भाषै बुझ्दैन। मेरो नाम नवीन। नवीन के? नवीन साई। नवीन साई। मेरो नाम चौधरी। चौरी? मेरो नाम बेका। ल ठिक छ। त्यो बेलामा चक्लेट खाने पैसा दिन्छु है। 10 रुपियाँ चक्लेट खाने दिन्छु है। ल गाइस, चक्लेट खाने पैसा दिन्छु है त। नगरपालिकाको वडा नम्बर 13 करे खोलामा छु। करे खोला चाहिँ हाम्रो नेपालको लोपोन्मुख जाति राउटे समुदायको यहाँ चाहिँ अस्थायी बस्ती छ। राउटे जाति चाहिँ साई राजाहरू हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ छोडेर अब जान्छौँ हामी चाहिँ। हाम्रो बाइकहरू पानीले गर्दा पनि लास्टै रुचिसकेको छ। के तिमीहरू गीत गाउने बाजी लिन्छु न त लिनु। फेरि सुरुमा ल फेरि ल अरू नाच न, कोही नाच ल। लगिहाल्यो। ल नाच। अरे गनी न लङ्का गनी गनी मला मला गटको आफ्नै टक्क सुकमा केटाहरू चाहिँ हिलमेल। ल बाइक फेरि तल झालौ, बाइकमा चढिदिने हो पुरै। यार त्यसलाई ठ्याक्कै म खिच्छु। चल त। सो गाइस, उसलाई चाहिँ बाइक चलाउने डर लागेको छ। गएर बाइकमा बसिसकेको छ हैन। के रे तिम्रो नाम फेरि भन त। बाबु नाम के तिम्रो? बाबु बाबु केटाहरू चाहिँ बाइकमा अब कोहीलाई नलग्ने, कोही नजाने। हामी अब ढिलो छ। कोहीलाई नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला। यताउता यो देखाउनलाई अब त्यो होइन कि हामी चाहिँ रमाइलो गर्नु थियो। र मेरो पहिल्यैदेखिको हेउटी बस्तीमा गएर एकछिन यसो यहाँ आएर सबैलाई भेट्न मन थियो, भेटियो। र यहाँको सबै कुराहरू पनि थाहा पाइयो नि। अब त्यसपछि चाहिँ तर एउटा कुरा चाहिँ साना बच्चाहरूले पनि आउँदा बित्तिकै सुत्ती खोज्ने रहेछन्। अब ठिकै छ, त्यस्तो ल चाहिँ अब सुत्ती खाने नि। उकालोमा पुऱ्याइदिनु। सो गाइज, अब सिधै रुम पुगेको भिडियो बन्छ। बाटोमा अब त्यस्तो सामान केही पनि छैन। अनि त्यही रुम पुगेको भिडियो बन्छ। अनि अन्तिमसम्म हेरेर माया गरिदिनु होला सबैले, म त्यही भन्न चाहन्छु त। अहिले त गाइज माया छ भनिदिनु न सबलाई। माया छ, माया छ भन। यस्तो गरेर माया छ, सबले माया छ भन त। भाइ भाइ भनिदेऊ न सबले। भाइ एकमुष्ट भाइ। ल सबैले भाइ भन त। सबैले भाइ भन त। ल सबैले भाइ भन। सबले भन, म चक्लेट दिन्छु अहिले फेरि। सबले भनेपछि ल सबले भाइ भन। ल फेरि आउँछु है हामी। आउनु दिने कि नै दिने? ल ए ल ल त मानौँ ल। ल सो गाइस, हामी गएको है अब त। एकजना मात्रै त्यो मुखियाको लाम्पाजे मात्रै। लड्यो भने फेरि जान्छ क्या। हाम्रो सामान्य भन्नु उसलाई चाहिँ बाइक चलाउने डर लागेको छ। त्यही भएर चाहिँ हेलमेट लगाएर बाइकमा बसिसक्यो केटो होइन। के रे तिम्रो नाम फेरि भन त। लाम्पाचे? टुनी बगर हो न? उसको नाम लाम्पाचे हो। केटाहरू चाहिँ बाइकमा पर पसलसम्म छोडिदेऊ भनेर चाहिँ भनिरहेको छन्। अब यति धेरै छन्। अब कसलाई लगिदिने कसलाई नलगिदिने होइन। अब कसैले लड्छन् बाबु नगर लड्छन्। को हिरो त्यहाँ बस्यो? उसको नाम के? चाउरो? चाउरो फेरि आउँछु नि पछि। पछि आज लग्छ है।
बालापनको रहर है बाइकमा चढ्दै केटा सो गाइस रुम पुगेँ म त पुगेँ